आज गणेश नेपालले दिनको 1500ले आफ्नो निजी जीवन चलाइरहेको थिए। तर म सोध्न चाहन्छु, सदनमा बस्ने प्रधानमन्त्रीदेखि लिएर मन्त्री सांसदसम्मको प्रत्येक दिनको हाम्रो खर्च कति हो? यो जस्तो दुःख लाग्दो के हुन्छ होला? 25 वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय? यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ र यो घटनालाई सरकारले गम्भीर ढङ्गले छानबिन गर्नुपर्छ सभामुख महोदय। आज एउटा पठाउ राइडरले दिनमा कति कमाउँछ? 500, 700, 1000 अनि उनले 1000 रुपियाँको चाहिँ फाइन लगाइदियो, उसलाई पटक पटक फाइन काट्यो भने छ। सम्माननीय सभामुख महोदय, यसो 2-4 सिटीमा राम्रो यसो बनायो अनि सबै काठमाडौँ ठिक छ भनिदिने र ती गणेश नेपालीहरू काठमाडौँ किन छिरे सभामुख महोदय? सरकारले त्यो ध्यान दिने कि नदिने? गाउँमा रोजगारको अभावले, शिक्षा स्वास्थ्यको अभावले काठमाडौँमा सुख शान्ति खोज्न आएको सभामुख महोदय। आज ऊ माथिको जसरी यिनी एउटा पात्र हुन्, आज त्यस्तो हजारौं जो युवाहरू आज भौतलिरहेका छन् सभामुख महोदय। आज पठाउ राइडर गर्छन्, ट्राफिक नियम यति तपाईँको चाहिँ उनीहरूमाथि ट्राफिकले तपाईँको दमन गराएको छ अथवा तपाईँको चाहिँ जबरजस्ती फाइन काटिरहेको छ सभामुख महोदय। हाम्रो पहिला विकास नाम नहुनु पर्यो, त्यस पछाडि कानुन कडाइ साथ लगाउनु पर्छ सभामुख महोदय। र म सोध्न चाहन्छु, आज गणेश नेपालले दिनको 1500ले आफ्नो निजी जीवन चलाइरहेको थिए। तर म सोध्न चाहन्छु, सदनमा बस्ने प्रधानमन्त्रीदेखि लिएर मन्त्री सांसदसम्मको प्रत्येक दिनको हाम्रो खर्च कति हो र उनले कमाउने कति र उनको खर्च कति हो?